लगाइस हाम्रो सेकेन्ड डे इन उलुरु अब फेरि हामी जाँदैछ बनाउनु त ल हाम्रो सुरुमा रबिना हामी कहाँ जाँदैछ अरे भनिदेऊ त अब के अरे किङ्स क्यानन ल एकछिन जानु ल जाडो छ गाइस जाडो छ बिहान चाहिँ जाडो हुँदो रहेछ गाइस बिहान चाहिँ जाडो हुँदो रहेछ दिउँसो चाहिँ गर्मी पानी पर्दैछ यार कति बजे अहिले कति बजे हेर त 5 बज्न लाग्यो 5 बज्न लाग्यो 4:30 मा भनेको थियो तर 5 बज्यो छु जाडो छ गाइस ल गाइस यो चाहिँ हाम्रो गाडी हो हैन के हो फ्लड भइरहेको रहेछ ल गाइस अब यहाँबाट हामी लाग्दैछ ल फेरि पनि आजको ड्राइभर आशिष अनि फेरि पनि दुईजना पछाडि अनि हामी दुईजना अगाडि गाइस हैन अनि 5 बजिसकेको छ अब हामी त्यो 4:30 थियो आधी घण्टा लेट नेपाली त्यस्तै हो अब कोकोले के लेट गरे हैन थाहा छ अब सबैलाई थाहा छ ल लागौँ है गुरुजी ल गाइस राति अब बिहानको बाटो बाहिरको यस्तो छ अहिलेको वेदरहरू एकदम हैन लगाइस यहाँदेखि 3 घण्टा 6 मिनट है ड्राइभमा हामी जाँदैछ सेकेन्ड डे हैन उलुरुमा तो दामी ल उज्यालो पनि भयो अब उलुरु पर फेरि घुमेर त्यही ठाउँ आयो उलुरु तर हामी त्यहाँ गएको होइन अर्को ठाउँमा गएको हामी हेर्ने ठाउँ चाहिँ है गाइस ओपन छ ओपन भनेर यार ल गाइस सनसेट भ्यू पनि रहेछ नि त हामी यहाँबाट हिँड्दै जान्छ अब कता जान्छ होइन गाइसहरू निक्ल सनस्क्रिन पर्दैन होला पनि हाम्रो चाहिँ अब वक स्टार्ट भयो गाइस वाटाराखा नेसनल पार्क साँप पनि हुँदो रहेछ हेरौँ न यो कहाँनिर ल जाउँ है यस्तो छ गाइस यस्तो छ पार्क ल गाइस रेडी होइन हामी कुन चाहिँ जाने भन त किङ्स क्रिक हो क्यानन आम्बो 3 देखि घन्टा त्यो त हुँदैन त रबिना गाडीमा फेरि अन्जुन पऱ्यो नि त ल गाइस हिँडै अब चाहिँ हामी हुन्छ ल ल गाइस हामी चाहिँ अब यतापट्टि किङ्स क्यानियन रिमोक जान्छ यो चाहिँ यस्तो छ है यस्तो माथि आमामा कसरी जाने ल गाइस अब यहाँबाट हामी उकालो लाग्छ एक कुरा उयो खानुपर्छ बनाना ल अब खारे तिमी एकछिनै ल गाइस
लाग्यो 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 रनिङ रनिङ ल आऊ गाइस तिमीहरू आउ न के हेरेको छिटो तिमी नआउ न बुढी छिटो औ भयो अब छिटो ल यहाँदेखि अझ उकालो छ है आमामा ल फाइनली हामी यहाँसम्म आइपुगेको छ अझै माथि छ हाम्रो गन्तव्य रेस्टिङ प्लेस आइसकेको छ गाइस अब हामी एकछिन रेस्ट गर्छौँ अनि रेस्ट गरेर पनि फेरि हामी उकालो अझै छ यतै यहाँदेखि हिँड्दै हिँड्दै हामी त्यहाँ पुग्छ कस्तो दामी है के गर्दैछ गाइस हामीले चिप्केली भेटाएको छ रिजर्ट यहाँ सब हुन्छ हामी मजाले आयो ए उकालो फेरि यता almost guys almost त्यो ठाउँमा पुग्ने चाहिँ हाम्रो लक्ष्य ल यहाँ माथि फेरि आइपुग्यो यहाँदेखि जस्तो छ त्यस्तै यहाँ चाहिँ अनि पल्लोपट्टि चाहिँ यस्तो छ ल यस पानी पऱ्यो हल्का हामी यहाँ यो मुनि हामी बसिरहेछ कस्तो लागिरहेछ अरे तिमीलाई भन्देऊ त चारैतिर हेर्दा रातै रातै एकपल्ट चाहिँ आउनै पर्छ है तपाईँहरू ल यहाँ आइपुग्यो गाइस होइन अब यहाँबाट चाहिँ हामी यहाँ बिचबाट छिरेर जान्छ यहाँबाट नाइस छ ल यस्तो छ है गाइस ओइ सही है यहाँदेखि चाहिँ यस्तो छ है बिस्तारै गाइस बिस्तारै गाडी यहाँ तर नचिप्लिने क्या ल यस्तो चाहिँ ल दुईजना चाहिँ गइसकेको छ गाइस ल अरे वाह ओ नजाऊ बुढी नजाऊ
ल गाइस कस्तो लागिरहेछ दामी बुई यहाँ पर है हेर त कस्तो दामी यहाँबाट हामी कालो 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 हुँदै जान्छ है के छ भन्नु आजको दिनमा So beautiful. So wonderful. Just wow. दामी हो नि त बढिया यो चाहिँ गाइस यस्तो छ यहाँ होइन हामी यहाँ बिचमा आइपुग्यो गाइस यस्तो डर लाग्दो छ यो चाहिँ चिप्लिन्छ है तलै जाने हो बाटो छ त हिँड न ऊ यहाँ त्यो डिरेक्सन देख न के छ ल ओ माई गॉड यहाँबाट चाहिँ हामी क्रोकोडाइल हुनसक्छ गाइस चेनेको हो गार्डन अफ इडन यहाँ छ वाटर स्लाइड वाटर चाहिँ यस्तो घिन लाग्दो छ यार अस्ट्रेलियाको वाटरहरू मेरो बुढी चाहिँ तल छ ओ बुढी बुढी औ औ यहाँबाट आएको हामी फाइनली हाम्रो कार पार्क देखेँ गाइस यहाँ कहाँ ल भन ल यहाँ अब 100 गाइस 100 गाइस आउनु त आइसक्यो हामी हैन आइसक्यो तर यहाँ कसरी उता जाने चाहिँ ठाउँ थाहा भएन गाइस हैन गहिरो छ क्या बुढी कसरी जाने हैन हैन गहिरो छ क्या बुढी देखेनौ हैन गहिरो छ क्या कसरी जाने गाइस हामी सल्लाह गर्दैछ ल गाइसहरू अब यहाँबाट जाने भयो सबैजनाले खुट्टा सुट्टा लाउँदैछ I think this is the way yeah कसरी जाने अर्को ल गाइस अब केटाहरूलाई यसरी जाने भयो पहिला उसले नाप्नु देऊ न आशिषलाई ल सबैजना
के अरे ल बुढी के अरे ल के अरे ल हिँड त्यसो भए हिँड ल गाइस अब यसरी हिँड्दै जाँदैछ हामी कालो छ पानी ल फाइनली हामीले रिभर क्रस हामीले गरिसकेको छौँ यहाँ आयो गाइस आयो हात पक्रेर ल्याऊ यसलाई हिँड्न दिनु बुढी म र मेरो बुढी चाहिँ आइसक्यो अगाडि फुर्के बुढी पासा दिमाग लाऊ भन न ल अर्को दुईटा पासा आउँदैछ ल पासा हो केही हुँदैन हौ अलिअलि इजी वर्क झिङ्गा चाहिँ धेरै गाइस ल फाइनली हामी आइपुगेको छ हाम्रो गाडीमा गाइस तिमीलाई कस्तो लाग्यो ल बुढी भनिदेऊ एकदम रमाइलो एकदम बेस्ट हो बेस्ट अफ बेस्ट रबिना कस्तो लाग्यो भनिदेऊ है फ्री वाइफाई पनि रहेछ नि त आशिष कस्तो भयो थकित है अब आशिषलाई चाहिँ घाम लाग्नु छ उसलाई रिस उठिहाल्छ त्यही थकित भएको छ ल गाइस हाम्रो गाडीमा आयो ल गाइस अब थ्याङ्क यू फर वाचिङ गाइस ल गाइस थ्याङ्क यू फर वाचिङ है